I'm so happy. Psycho and the shit. Finally guys, मेरो चाहिँ पार्सल आएको छ हैन। अब हुलाकीबाट फोन आएको छ मलाई। त्यहाँ जाँदै छु दिनलाई। अनबक्सिङ भिडियो हुन्छ है अब चाहिँ। यो आज चाहिँ हैन क्या गाडी हुलाको गाडी देखेँ थिएँ मैले गएको। पार्सल आएको रहेछ। लगभग 1 महिना लाग्यो हैन। 3 मार्चमा मैले अर्डर हालेको हैन। अहिले 29 मार्च आइरहेको छ। गएर चाहिँ अब पार्सल लिन जाँदै हो। हेरौँ के हुन्छ। बहुत क्या खुसी लाग्छ कि लागि पनि आइसक्यो है म। हुला कार्यालय म यहीँ छु। I'm so happy. I'm so fucking happy. सामान बुझी लेख्छु र अनि रेकर्डिङ सुरु है। सो गाइज मेरो चाहिँ सामान आएको छ। कहाँ भने एउटा सामान चाहिँ यही हो है। निप्पी रेसिङ 1 महिना लाग्यो होइन। जेस आउने रहेछ है विदेशबाट डाइरेक्ट मगायो भने सामान चाहिँ। मलाई पहिला अलिक डाउट लागेको थियो होइन सामान मिसिङ हुन्छ कि लस्ट हुन्छ कि भनेर। तर सामान आएको छ। अब यहाँ पेपर वर्क गरेर चाहिँ घर अनबक्सिङ गर्छु है मैले। गाइस पेपर वर्क खत्तम भयो। सामान मेरो हातमा छ। अब जाने हो। के हो डाउट भन्दाखेरि यहाँ हैन सामानहरू भनेर त डिस्क्रिप्सन कन्टेन्टमा स्पार्क प्लग मात्र लेखेको छ हैन। अब कार्बोरेटर स्पार्क प्लग इग्निसन कोइलहरू मगाएको हैन। 4वटा आइटम मगाएको। यहाँ चाहिँ एउटा आइटम भनेर केजी वेट मात्र लेखिदिएको छ। अब ओपनिङ अनबक्सिङ हुन्छ। अनबक्सिङ चाहिँ अहिले भर्खरै हुँदैन। घर गएर हैन मजाले अनबक्सिङ गर्ने हो। अनि बल्ल कन्टेन्ट हेर्ने है भित्रको आछ कि नै भनेर। अब चाहिँ पसल जानु पर्यो बस्नु पर्यो। तर क्या के खुल्लुली भइरहेछ कि कति बेला खोलेर हेरौँ भन्ने भइरहेछ हैन। के गर्ने यस्तै त हो नि हैन। गाइस पिस आउट है अहिले। व्हाट्स अप गाइस वेलकम ब्याक टु माई च्यानल। अनि आजको दिन एकदम स्पेसल छ। अनि म पनि धेरै एक्साइटेड छु। किन एक्साइटेड छु भन्दा हैन मेरो लङ वेट 1 महिनाको के भन्छ वेट नेपालीमा के भन्छ नेपाली वेटलाई पर्खिनु 1 महिनाको पर्खाइ मेरो मिटेको छ अहिले। के महिना मिटेको छ भन्दाखेरि अहिले बल्ल अर्डर गरेको लगभग 28-29 दिनको दिन आएको छ हैन। अब यसलाई मैले ओपनिङ गर्छु हैन। यसरी अनबक्सिङ गर्छु। के छ सामान आएको छ आएको छैन प्रुफ पनि हुन्छ। त्यही भएर प्रुफ त चाहियो हैन। टाढाबाट आएको सामान हो। त्यही भएर ल अब अनबक्सिङ गर्छु है मैले। मलाई देखाए चाकु रामपुरी चाकु है यो चाहिँ। फोन आएको आएछ। कस्तो फोन आएको एक्साइटमेन्ट बढी भएर चाहिँ फोन पनि उठाउनु मन लागेन कि। कताबाट हो भाइ छ। It's ladies and gentlemen, moment of oh shit. जस भाइलाई र मलाई के भएको थियो भन्दा हैन एमा चाहिँ हल्लाउँदा कि एउटा मात्र सामान आछ कि जस्तो लाग्थ्यो। बट हैन भित्रबाट हेर्दा धेरै सामान रहेछ। एउटा यो बक्स छ प्लस 1 2 3 4वटा बक्स छ भित्र। अब सबै बक्स खोलेर हेर्ने। ल क्यामेराम्यान फोकस करो। फोकसै छ। यो बक्समा के छ हेरौँ ल। कसरी हो बे खोल्ने। एक्साइटमेंट के कारण हम बॉक्स भी ओपन नहीं कर पा रहे हैं। बॉक्स को चेतना पड़ेगा लगता है। म्यूजिक यताबाट पुरै छ। साइको अन्धेरो शिट ओहो निप्पीको कार्बोरेटर। ओइ ओहो भारी छ त यार। उठो छ यार ल।
मजाको म्युजिक हाल्नुपर्छ है यहाँ सय ल यो चाहिँ निब्बी N34 को हो प्लस एमा भित्र लाग्ने पिनहरू पनि आएको छ होइन पछि ट्युनिङ गर्नको लागि यो चाहिँ अब फिटिङ गर्न पोखरा भएको भए एकदम मजा आउने थियो पोखरामा फिटिङ हुन्थ्यो होइन ट्युनिङ पनि गरिदिन्थ्यो बट बुटोलमा अहिले छैन भाइहरू एक्साइटेड पुरा सोचमा कहाँ के हो भनेर सोचमा गएको पोखरा भएको भए ट्युनिङ पनि सही हुन्थ्यो राख्दै अब बुटलमा कस्तो गर्छ नि बुटलमा लगेर मैले ट्युनिङ गराउने हो ल एउटा कार्बोरेटर भयो क्यारोमेन साइडमै राख्छु अब अर्को आइटम निकाल्दैछु है म यो चाहिँ तपाईँको के भन्छ यसलाई स्पार्क प्लग है यो चाहिँ पावरफुल स्पार्क प्लग हो यसले पावर बढी गराउँछ बाइकमा यसमा चाहिँ केही पनि रहेछ बबल पो रहेछ अनि एउटा यो प्याक छ यो प्याक सिडिआई रेसिङ सिडिआईको प्याक हो है यो चाहिँ यसले चाहिँ बल्ल कार्बोरेटर मात्र फेरेर हुँदैन क्या त्यसको तेल सेल कति के खाने होइन कति जलाउने हो कि के हो अब यसको त्यो हुन्छ मेन चाहिँ सिडिआई मेन हो यसले पावर बढाउने काम गर्छ अनि अर्को आइटम छ इग्निसन कोइल पनि आयो यसले के गर्छ भन्दाखेरि हाम्रो स्पार्क प्लगमा करेन्ट फाल्ने यसले हो के अर्को इग्निसन कोइलले पावर नपुऱ्याउला होइन स्पार्क प्लग फेरिसकेपछि इग्निसन कोइल पनि फेर्न पऱ्यो नि सो आएको 3टा आइटम 1 2 3 4वटा आइटम हो मैले चाहिँ यो स्पार्क प्लग चाहिँ 2टा आएको छ कि जस्तो लाग्थ्यो मलाई बट एउटा मात्र आएको रहेछ होइन ल अब यति नै हो अब यसलाई फेरि प्याकिङ गर्दैछु मैले अब यो प्याकिङ गरेर अब यो सिधै डाइरेक्ट फिटिङको भिडियो आउँछ है अब फुर्सद छैन होइन अब कहिले हुन्छ फुर्सद कहिले पाइन्छ फिटिङको भिडियो चाहिँ कहिले आउँछ यसलाई चाहिँ अहिले प्याक गरेर राखिदिउँ पछि मस्त भिडियो गरेर बल्ल अब बाइकमा पावर आउने भयो कि मेरो फेरि पावर नभएर बाइकमा भ्यात्त फालिरहेको थियो होइन अनि सम्मान त के भन्ने मेरो भाइ होइन पोखराको भाइले सजेस्ट गरेको मलाई चाहिँ यो सामानहरू चेन्ज गर्नु 3 गियरमा पनि विली हान्छ भनेर सो मैले यो सामानहरू चाहिँ अस्ट्रेलियाबाट डाइरेक्ट अर्डर गरेर सिपिङ चाहिँ यहीँ गराएको थिएँ अनि पुरा आउँछ कि आउँदैन जस्तो लागिरहेको थियो कि डर लागिरहेको थियो होइन पैसा मात्र खेर जाने हो कि जस्तो लागिरहेको थियो त्यस्तो भएन जेहोस् सामान चाहिँ आइपुग्यो अब फिटिङ गरिदियो जेहोस् पावर कतिको आउँछ त्यसपछि तपाईँहरूलाई फेरि हुन्छ है अपडेट गरिराख्छु मैले है सो गाइस आजको लागि यति नै पिस आउट है अनि आज फिचरिङ गर्दैछ हाम्रो भाइ सान भाइ अर्कोचोटि हुन्छ किन सान भाइ पावर बढेपछि विली हान्नु जाँदा भिडियो बनाउने यसैले हो ल अब जान्छु है म पिस गाइस